गाडीलाई के अरे गाडी भेटाउन आइपुग्नु भनिरहेछ। अरू साथीहरू त हिँड्न किधर से ओहो यार एन्ट्री भएको बाटो आएको फेरि बाटो जाने कि दूसरे रास्ते से जाऊ भन्दै यार के गर्नु। साथीहरू अहिले चाहिँ हामी यो इन्डियाको कुतुब मिनार भन्ने ठाउँमा आइपुगेको छौँ, जुन यहाँको दृश्य म तपाईँहरूलाई देखाउन गइरहेको छु। साथीहरू अहिले तपाईँले देख्नुभएको छ यो अग्लो टावर, यसलाई नै कुतुब मिनार भनिँदो रहेछ भने यो भारतको राजधानीको नयाँ दिल्लीको मलहौरी भागमा अवस्थित रहेको छ। यसको बनावटमा यो ढुङ्गाले बनेको विश्वको सबैभन्दा अग्लो मिनार पनि भन्ने गरिँदो रहेछ यसलाई। र यसको उचाइ चाहिँ 72.5 मिटर अग्लो रहेको छ भने तलपट्टिको व्यास चाहिँ 14.3 डायमिटर रहेको छ। यसको बनावटमा तलदेखि माथितर्फ साँगुरिँदै गएको छ भने माथिको सबैभन्दा माथिल्लो टुप्पोको भागको व्यास चाहिँ 2.75 मिटर रहेको पाइन्छ। र यसको निर्माण सन् 1179 मा कुतुबुद्दिन ऐबकले सुरु गरेको थिए भने उनी दिल्लीको सल्तनतका संस्थापक थिए। कुतुब मिनार यो हेर्दामा एकदम धेरै पुरानो जस्तै यो हुन्छ नि मस्जिदहरू होइन। यसलाई धरा ल हेर्नु साथी ल छैन यति धेरै अग्लो छ कि यो एकदम यो ढुङ्गाको हेर्दाखेरि नि एकदम यो पुरै ढुङ्गा अडाएर बनाएको छ। ल हेर्नु है तपाईँहरूलाई देखाउँछु म यो ढुङ्गा पुरै यो ढुङ्गाको छ है। यति लामो ढुङ्गा यहाँबाट आहा यहाँबाट अडाछ यो यत्रो यो पुरै ढुङ्गाको बनाइरहेछ। हेर्दा पनि एकदम अचम्मको खालको छ यो है। यो सब यो ढुङ्गा कुदेर ल हेर्नु यस्तो ढुङ्गा कुदेर बनाइरहेको छ यो। ल हेर्नु यो यस्तो छ कि अब यो तपाईँहरूलाई म यो पुरै यो भिडियोबाट भए पनि यसो अलिकति देखाउने जमर्को गरिरहेको छु। यहाँ चाहिँ एकदमै ठुलो छ जहाँ चाहिँ एकदम ढुङ्गाबाट बनाएको कुतुब। अब यो यसो सर एकदम यताबाट कता हो। ल अब साथीहरू अब यो एकदम ठुलो एरिया छ होइन, ठुलो एरिया छ। अब यहाँ चाहिँ हामी अब यो गाडीको कारणले गर्दाखेरि एकदम हतारको भएको छ। गाडीले चाहिँ एकदम अब अर्को लोटस पार्किङ अरे अब हामी जाने हो त्यो ठाउँ पनि जानुपर्ने भएको कारणले गर्दाखेरि अब हामी चाहिँ यहाँबाट चाहिँ तुरुन्त निस्किन पर्ने अवस्था छ। नभए त अब गाडीले छोडेर जान्छ के गर्नु। तपाईँहरूलाई चाहिँ एकदम देखाउने मन हुँदाहुँदै पनि देखाउन सकिनँ। अब एउटा जानकारीको लागि भए पनि तपाईँहरूलाई मैले यो छोटो समयमा छोटो जानकारी दिइरहेको छु। यो इन्डियाको नयाँ दिल्लीमा भएको यो कुतुब मिनार जो चाहिँ ढुङ्गाले बनेको के भन्छ यसलाई ढुङ्गाले बनेको एउटा ढुङ्गाहरू कुदिएर बनाएको एउटा महल भनौँ एउटा यो टावर जस्तो। ल हेर्नु यत्रो टावर छ ल हेर्नु छ। अब यहाँ दैनिक लाखौँ मान्छेहरूको एकदम आगमन हुन्छ यस स्थानमा। हेर्दा पनि एकदम राम्रो ज्ञानवर्धक कुराहरू छ यसमा। आफ्नो परिवार लिएर घुम्नको लागि एकदम राम्रो ठाउँ रहेछ यो। धेरै महँगो पनि नपर्दो रहेछ। 1500 ठाउँ एउटा गाडी जुन यो अनलाइन बुकिङ गर्न पाइँदो रहेछ। अनलाइन बुकिङ गरेर हामीले पनि पर व्यक्ति 400 रुपियाँ भाडा तिरेर चाहिँ घुम्न आएका छौँ, जसमा चाहिँ 1500 ठाउँहरू पर्दो रहेछ घुम्नको लागि। एकदम 40 पैसा हाम्रो 45 भित्र गाडी
गाडीलाई के अरे गाडी भेटाउन आइपुग्नु भनिरहेको छ। अरू साथीहरू त हिँड्न नसकेर उतै गाडीमै बसिरहेको छन् उनीहरू अल्छी मानेर। तर हामी चाहिँ किधर छौँ ओहो यार थाहा नपाउनुले को कारणले गर्दा पनि साह्रै दुःख पाइँदो रहेछ। अब सुरुमा इन्ट्री भएको बाटो आएको फेरि बाटो जाने कि दूसरै रास्ता से जाऊ भन्दै यार के गर्नु गाह्रो छ।